समाजले के भन्छ, अरूले के भन्छन् भन्ने डरले तपाईँहरूले आफ्नो कति सपनाहरूको त्याग गर्नुभएको छ एकचोटि सोच्नुहोस् त। तपाईँहरूले आफ्नो व्यक्तिगत खुसी, इच्छा, चाहनाहरूको कति बलिदान दिन परिरहेको छ एकचोटि सोच्नुहोस् त। कति निर्णयहरू लिन सकिराख्नु भएको छैन। तपाईँको जिन्दगीको रिमोट कसको हातमा छ एकचोटि सोच्नुहोस् त। हामीले सानैदेखि अरूको इच्छा, चाहना, मान, प्रतिष्ठा, इज्जतको मात्र ख्याल राख्न सिकाइयो। तर आफ्नो व्यक्तिगत इच्छा, चाहना, खुसीहरू समाजले के भन्ला, अरूले के सोच्ला भन्ने डरले त्याग्न सिकाइयो। हामी आफ्नो लागि भन्दा पनि अरूको लागि बाँच्न सिकाइयो। तर यही कुराले कति धेरै मानसिक समस्याहरू निम्ताइरहेको छ, कसले ख्याल गर्नुभएको छ? कति धेरै तपाईँको उन्नति, प्रगतिमा अवरोध पुर्याइरहेको छ। तपाईँले चाहेको केही कामहरू गर्न सक्नुहुन्न। जति बेला पनि अरूले के भन्लान्, अरूले के सोच्लान् भन्ने कुराले पिरोलिरहेको हुन्छ। त्यसैले जिन्दगीमा अरूले के सोच्लान्, अरूले के भन्लान् भन्नुभन्दा पनि आफ्नो खुसी, आफ्नो इच्छा, चाहना, आफ्नो उन्नति, प्रगति केमा छ त्यो कुरामा ध्यान दिनुहोस्। तपाईँको जिन्दगीको निर्णय अरूको राय, सुझाव, सल्लाहले होइन, तपाईँको इच्छा, चाहनाले चल्नुपर्छ। त्यसैले अरूले के सोच्लान्, अरूले के भन्लान् होइन, मेरो खुसी केमा छ त्यो कुरामा जोड दिनुहोस्। धन्यवाद।